पुरानै हो वर्तमानको हाँगामा झुन्डिरहेको झुत्रे झात्रे कालो झोला। कहिले शालिग्राम, कहिले तुलसी र कहिले जालन्धर बनेर सैपालको फेदमा उदाउने शासक पनि पुरानै हो। पुरानै हो हाम्रा खुट्टाहरूमा बिज्ने अप्पीको आयतन, कुनै पाठ्यक्रममा समावेश नभएको त्यो नाला पानीको कथा पनि पुरानै हो। हरेक दिन छाउपडी गोठमा पसेर हाम्रा चेलीबेटीको घाँटी च्याप्ने देवी देवताहरू सबै पुरानै हुन्। फुलमाया थारुनीलाई तराईमा पटक पटक बलात्कार गरिरहने औलो पनि पुरानै नौलो होइन। फुलमाया थारुनीलाई तराईमा पटक पटक बलात्कार गरिरहने औलो पनि नयाँ होइन, पुरानै हो युगौँदेखि क्रान्ति गरिरहेको देशराम डगौराको ढकिया। असाक्षर पण्डित भागीराम पाध्यको शरीरमा झुन्डिएको गरिब जनै पनि पुरानै हो। पुरानै हुन् हलोको ओगमा छापिएका भीमदत्त पन्तका हत्केलाहरू। हलोको फालीसँग युगौँदेखि अङ्कमाल गरिरहेका आँखाहरू पनि पुरानै हुन्। दस्तखतमा बेचिएको आयु रतमसुकले काटिएका औँलाहरू पुरानै हुन्। पुरानै हुन् दर्नाली राजाका उत्परिवर्तित श्रीपेचहरू। सुरमामा कैद गरिएको बाकावीरको रगत पनि पुरानै हो। पुरानै हो हावाको लयसँगै पैतल मारिरहने सुदूरको झोलुङ्गो र झोलुङ्गोभित्र भात, स्नेह र ओखतीको अभावले बुढो हुँदै गरेको बालक पनि पुरानै हो। पुरानै हो खानी डाँडाको फेदबाट एम्बुस बोकेर हिँड्दै गरेको रात्रि बस, छातीमा कात्रो तिर्स्याएर मृत्युलाई जिस्काइरहने राजमार्ग पनि पुरानै हो। पुरानै हो बम्बई भासिएका बुवाले 25 वर्ष पहिले पठाएको चिठी, बुवाको स्मृतिमा आमाको अनुहारमा कोरिएका रेखाहरू पनि पुरानै हुन्। पुरानै हो गोपघाटतिर बास बसिरहेका बम्बईवालाको स्वर्णिम साँझ, क्यासेटका रिलहरूमा छुटी गएका सेटिनीका सम्झनाहरू पुरानै हुन्। देउकीले ईश्वरको आँगन छाडी गएको निद र भोकको रङ पनि पुरानै हो। हुड्के दाजुले चोकमा छाडी गएको उमङ्ग पनि पुरानै हो। भर्खर नयाँ साइजको पेपरमा सुदूर प्रवेश गरेका छन् पुरानै नारा लेखिएका केही पर्चाहरू। भर्खर गाउँ पसेको हो रेमिटेन्स, भर्खर गाउँ पसेको हो पर्यटनको ताजा नारा। तर स्याउले बजारमा ओखर बेचिरहेका नानीहरूले अझै लड्न बाँकी छ कापी र कलमको लागि नयाँ शैलीको एउटा पुरानो युद्ध। धन्यवाद। यो कसको ठेगाना हो जुन प्रष्टसँग लेखिएको छैन? यो गङ्गोरो साइन पेनले लेखिएको कसको लिपि हो जसलाई मेरो ठेक्चो चस्माले पढ्न सकेको छैन? यी चुच्चे अक्षरहरू कसका हुन् जसलाई कुनै वर्णमालाले उत्खनन गर्न सकेका छैनन्? म कसरी परिभाषित गरिदिउँ यो ठेगानालाई? उठाएर चोरौँला, कुन दिशातिर देखाइदिउँ यो ठेगानाको दूरी? यो कुनै ब्रान्डेड मानिसको ठेगाना भएको भए यति थोत्रो कागजमा नलेखिनु पर्ने। यो कुनै साधु सन्त या ऋषि मुनिको ठेगाना भएको भए यो कागजबाट यति भद्दा गन्ध नआउनु पर्ने। यो कुनै मठ, मन्दिर, गुम्बा वा चर्चको ठेगाना भएको भए विज्ञापन जसरी लेखिनु पर्ने। कसको ठेगाना हो यो जुन प्रष्टसँग लेखिएको छैन? च्यातेर फालिदियो भने यो कसैको अन्तिम गन्तव्य हुन सक्छ। च्यातेर फालिदियो भने यो कसैको अन्तिम गन्तव्य हुन सक्छ। यो कसैको सुनौलो मन्जिल हुन सक्छ। यो हरेक गोधुलीमा गोठालाहरूले विश्राम गर्ने चौतारो हुन सक्छ। यो नवजवानहरूलाई क्रान्तिको परिभाषा रटाउने कुनै तथाकथित जनवादी पाठशाला हुन सक्छ। कसको ठेगाना हो यो जुन प्रष्टसँग लेखिएको छैन? च्यातेर फालिदियो भने यो कसैको भव्य इतिहास हुन सक्छ। च्यातेर फालिदियो भने यो कसैको भव्य इतिहास हुन सक्छ। यो कुनै ऐतिहासिक रहस्यको पोको हुन सक्छ। यो कुनै महान आविष्कारसम्म पुग्ने गोरेटो हुन सक्छ।
यो कुनै घटनाको ठुलो प्रमाण हुन सक्छ, यो कुनै गणितीय सूत्र हुन सक्छ। यो कसको ठेगाना हो जुन प्रष्टसँग लेखिएको छैन? ढुङ्गामा घाम जसरी पोखिएका यी अक्षरहरू, जङ्गल जत्तिकै घना वर्णहरू, शब्दका फरक फरक आकारहरू, टीकाहरूको घुमाउरो बनोट, यो कसको ठेगाना हो? यो उसैको ठेगाना हो जसले ईश्वरका नाममा विभाजित हुने डरले आत्महत्या गरेको थियो। उसको लास ठिक तपाईँको मुनि गाडिएको छ। हातले भुइँ छुनुहोस् त तपाईँ उसका चिसा हाडहरू महसुस गर्नुहुनेछ। धन्यवाद। यो मोमबत्तीको मधुरो प्रकाश लजाएको रातमा फुलकुमारी उठाऊ अलिकति तिम्रो घुम्टो, हालिदेऊ एक किरण मुस्कान दैलोको गाजलु आँखामा। आज करेक्ट सर्प ढोकाबाटै लजाएर फर्कनेछ। धानको डाँठमा अस्ति पन्जर छुटेको, जिन्दगीभर मालिककै ओदानीले हत्केला लुकेको रुइना थारू हाजिर छ तिम्रो अगाडि। फुलकुमारी अब उठाऊ, कमैया मुक्तिको आन्दोलनले वर्षौँदेखि जिस्काइरहेको तिम्रो दुर्लभ घुम्टो, जहाँ लुकेर युगौँदेखि अर्को एउटा जुन आफ्नो अस्तित्व खोजिरहेको छ। फुलकुमारी भोलि त रोबोटहरूको, फुलकुमारी भोलि त दोबाटोको पिपलले कपाल नोकोर्दै, चुरे डाँडाले आफ्नो मुहार फल्याङ मल्याङ नपार्दै एक हुल मिरमिरे आएर अपहरण गरेर लैजानेछ एउटा उज्यालो दिन। अनि आफ्नो दाहिने खुट्टामा कोच्याउँदै तिम्रो देश छेउमा आएर ठोक्नेछ केवल एउटा थकित साँझ। फुलकुमारी आज उठाऊ अलिकति तिम्रो घुम्टो। फुलकुमारी भोलि त तिम्रो छोरो झोलामा किताब होइन जोखिम बोकेर स्कुल जानेछ। 5 कक्षामै समाप्त हुनेछ उसको विद्यार्थी जीवन र त्यसपछि पढ्ने सिमला पहाडले स्याउको गणित। अनि तिमीले त मैले चप्पल बिनै पार गर्नुपर्नेछ। अनुकम्पा अमेजन बदलिनेछ छिनमा मौसम र फर्किने छैन यो गुलाबी रात। आज स्पर्श गर घामले पिठ्युमा छाडी गएका पेतलाहरूमाथि, स्पर्श गर हिग्री जस्तै बाक्लिएको धड्कनमाथि, आर्द्रता नभएको त्यो सुक्खा सिद्रा जस्तै शरीरमाथि, कालो कालो अनि नक्सा जस्तै कच्याङ कुचुङ परेको ओठमाथि। फुलकुमारी उठाऊ आज अलिकति तिम्रो घुम्टो। फुलकुमारी आजको रात निभेपछि फेरि फर्किने छैन कुनै मधुरो रात। धन्यवाद। म पुगेको छु त्यही सहरमा जहाँ गुलाफी बतास चल्छ, त्यही सहर जहाँ सधैँ प्रेमका रङ्गहरूको इन्द्रिणी लाग्छ, त्यही सहर जसको निलो कपालमा तिमीले छोडेर गएकी थियौ औँलाहरूको मिठो स्पर्श, त्यही सहर जहाँ घन्टा घरहरूले बजाउँछन् मुटुको धुन, त्यही सहर जहाँ शराबका मसीहरूले प्रेमको कविता लेख्छन्, त्यही सहर जहाँ तिम्रो छायाले चिपिरहेको हुन्छ साँघुरा बाटाहरू, जहाँका हरेक गमलामा फुलेकी छौ तिमी, त्यही सहरमा आइपुगेको छु म। यहाँका हरेक मन्जिलहरूमा न्यानो अङ्गालोमा बाँधिएका छन् तिम्रै पैतालाका डोबहरू, यहाँ एउटा सङ्गीत पर्खिरहेको छ तिम्रै आगमनको धुन। यो सहरमा रगतको मसीले लेखिएका तमासुकहरू जन्म सकेका छैनन्, केवल तिम्रो प्रतीक्षामा यहाँ मोनालिसाको ठुलो चित्र पर्खिरहेको छ, तिम्रै मङ्गल मुस्कान बगरले पर्खे जसरी, बर्सात टापले खोजे जसरी, बाटो डुबोले पर्खे जसरी, शीतको ताज तिम्रो बास्नाको चुम्बकीय शक्ति फैलिएको छ सहरभरि, त्यही सहरमा आइपुगेको छु। यहाँ सञ्चित गरिएका छन् हरेक वसन्तका पालुवाहरूले अलिकति हरियो मुस्कान, तिम्रो छाला टाँसिएको यो उर्वर माटोमा डुबेका छन् आँखा जस्ता पोखरीहरू, त्यही ठाउँमा आइपुगेको छु म। यो प्रेमको मन्जिलमा तिमी फेरि कहिले आउँछौ? बस धन्यवाद। बडु तनावका बावजुद प्रियहरू रुख बने, ढुङ्गाहरू शालिग्राम बने, हावा बादल बन्यो, तर मान्छेहरू मान्छे बनेन। कति ठुलो कुरा बुझेको छ है यहाँ चाहिँ। बरु म सेकाएर बस्न सक्छु बर्फिला ओठहरूले जीवन, तर म आगो बन्न सक्दिनँ। यो पुरैलाई यसले
भनिएको छ। के भने हामीले जीवन नपढेका कुराहरू चाहिँ यहाँ यसरी देखाउनुहुन्छ उहाँ। अलिकति न्युटन चार्ल्स डार्विन, अलिकति प्रजनन स्वास्थ्यका पाउ, तर आज घटामै चलिरहेको छ जीवनको खाता। न्युटन चालका सिद्धान्तसँग नमिल्दा रहेछन् जिन्दगीका चालहरू। यसरी हामीले एउटा कुरा पढ्छौँ तर जीवन पढ्नै बिर्सेका हुन्छौँ र जीवनमाथि काम लाग्दैन भन्ने कुरा उहाँले चाहिँ यसमा देखाउनु भएको छ।